Hello guys, hashtag day 4 लाइक यसको पछाडिको योभन्दा अघिल्लो घरमा चाहिँ मेरो घर छ हैन, लाइक अगाडिको रोडबाट। सो यो घरको नजिक हो यो एरिया। साला यस्तो जमेछ पुरा ढुङ्गा जस्तो भएको छ यो। सो गाइज इट्स माई लाइक एभ्री डे कि आज योसँग वाकिङ जाने टाइम हो यो पनि। सो भर्खरै घरबाट निस्केँ म। सो आज तपाईँहरूलाई म देखाउँदैछु मेरो घरको वरिपरिको वातावरण कस्तो छ भनेर। सो पुरै यस्तो छ अहिले -4 छ होइन अहिले टेम्परेचर। लाइक लास्टै चिसो छ। म चाहिँ खास भन्यो भने रनिङ गर्न निस्केको हो होइन, तर पनि एभ्री डे चाहिँ एउटा नयाँ भिडियो पोस्ट गर्ने भनेर आफूसँग के त्यो हुन्छ नि प्रमिस गरिरहेको छु होइन। सो आइ एम ट्राइङ टु डु द्याट। हेर्दा चाहिँ कति रमाइलो लाग्छ होइन, तर हेर्दा जति रमाइलो लाग्छ नि तर त्यस्तो हुँदैन के। कस्तो हुन्छ भने चाहिँ हेर्दा चाहिँ एकचोटिलाई 1 घन्टालाई 2 घन्टालाई स्नोमा होइन खेल्न रमाइलो हुन्छ। लाइक हामी नेपालगञ्जदेखि लिटरली हामी गुराँसै पुग्दिन्थ्यौँ कि त्यो हिउँ खेल्नलाई मात्रै के नेपालगञ्जदेखि। लाइक कति आवर्स लगभग 3-4 घन्टा लगाएर गुराँसे पुगेर हिउँ खेलेर फर्किन्थ्यो कि। त्यस्तो क्रेज हुन्थ्यो कि हिउँको होइन। तर हियर ओ माई गॉड गाह्रो छ हेर, चिसो छ त्यति साह्रो। सधैँभरि त्यही हिउँमा खेल्न रमाइलो लाग्दैन दोस्त। यस्तो कडा भइसकेछ, रमाइलो लाग्दैन होइन। एकदम त्यो हुन्छ नि कोल्ड फिल हुन्छ होइन। सो गाइजहरू त्यहाँबाट यहाँसम्म आइसकेँ म गफ गर्दा गर्दै। सो हियर इज द ग्रे वार्ड। यो चाहिँ कब्रिस्तान छ यहाँनिर। छ त फकाउनु तिमीलाई। म हिँडेको यो बाटोहरू छ नि, यो चाहिँ मेरो घरको वरपरको पछाडिको बाटो हो क्या। लाइक यहाँ चाहिँ कब्रिस्तान यस्तो छ है। ठुलै छ, पछाडिसम्म छ। सो ओके गाइज, थ्याङ्क यू फर वाचिङ, थ्याङ्क यू फर सपोर्टिङ होइन। अझ यस्तै सपोर्ट गर्दै गर्नुहोस् होइन, हेर्दै गर्नुहोस्। मेरा कमजोरीहरूलाई हुन्छ नि यसो भनिदिनुहोस् होइन, यो कुरामा तेरो यो कमजोरी छ भनेर भनिदिनुहोस्। सो आइ एम स्टिल ट्राइङ, आफूमा काम गरिरहेको छु मैले होइन चेन्ज गर्नलाई आफूलाई। सो थ्याङ्क यू फर वाचिङ।